बालिन सरकारको डे 92 मा के काम भयो त? वेलकम टु आज सरकारले के गर्यो सिरिज ट्र्याकिङ बालिन सरकार फर द अपकमिङ 5 इयर्स। इन्डियाले नेपाली टी एक्सपोर्टमा लागू गरेको 20% म्यान्डेटरी टेस्टिङ अझै हटेको छैन। तर प्राइम मिनिस्टर्स अफिसले एडमिनिस्ट्रेटिभ र डिप्लोमेटिक लेभलमा समस्या समाधान गर्ने पहल गर्ने आश्वासन दिएपछि इलाम र झापाका बन्द टी इन्डस्ट्रिजहरू फेरि सञ्चालनमा आउन थालेका छन्। अनि यो विषयमा गभर्मेन्ट टेन्ड्स टु पुश फर अ लङ टर्म सोल्युसन। अब लङ टर्म र ड्युरेबिलिटी भन्ने बित्तिकै हाउ कुड वी नट टक अबाउट यामाहा नेपाल। त्यसैगरी बिजनेसम्यान अजिराज सुमार्गीमाथि डिपार्टमेन्ट अफ मनी लन्ड्रिङ इन्भेस्टिगेसनले अनुसन्धान सुरु गरेको छ। ट्याक्स हेभन मानिने साइप्रस र ब्रिटिस भर्जन आइल्यान्ड्समा सेल कम्पनीज बनाएर फरेन इन्भेस्टमेन्टको नाममा सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ। त्यसैगरी सरकारले सुकुम्बासी बस्तीबाट स्थानान्तरण गरिएका परिवारहरूलाई होल्डिङ सेन्टर खाली गर्नको लागि थप 7 दिनको समय दिएको छ। अब असार 19 सम्म होल्डिङ सेन्टर खाली गर्न सकिनेछ र हाउस रेन्ट असिस्टेन्ट लिन चाहने परिवारहरूले असार 15 भित्रमा आवेदन बुझाइसक्नु पर्नेछ। सो द्याट वाज अल फर टुडेज एपिसोड र अरू अपडेट्सको लागि चाहिँ भोलि भेटौँ।